उहाँ मेरो उद्घोषण कलाको गुरु हुनुहुन्छ। नेपाल एफएममा लामो समय हामी सँगै काम गऱ्यौँ। नरनाथ लुइटेल बन्धु पनि हुनुहुन्छ, मेरो आदरणीय अभिभावक पनि हुनुहुन्छ। स्वर्णिम सपना र मिश्रित तरङ्ग एउटा किताब आएछ। दुईटा कृति लोकार्पण समारोहका अध्यक्ष, मणिपुराण प्रकाशनका अध्यक्ष केशव पराजुली सर, आजको यस कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, पूर्व राजदूत, संविधान सभाका अध्यक्ष, पूर्व अध्यक्ष हुँदैन कार्य यो चाहिँ अध्यक्ष मात्रै भन्नुपर्छ, अध्यक्ष नीलाम्बर आचार्यज्यू, लेखकी ममतामयी माता, आमा गुरुको नाम नलिनु भन्छ, ममतामयी माता मात्रै मैले भने। यस कलेजका निर्देशक अनिल किराती सर, यस कलेजका प्रिन्सिपल शिव सर, काशीराज नाथ मिश्रितलाई मिश्रित बनाउन सहयोग गर्नुहुने उहाँका दाई डाक्टर लक्ष्मी ग्यावाली सर, शिक्षक महासङ्घका प्रतिनिधि, यो समारोह स्थलमा उपस्थित काशीनाथ मिश्रितका स्वजन, सहकर्मी, साहित्य र अन्य विभिन्न राष्ट्र सेवाका विभिन्न तह तबकाबाट यहाँ उपस्थित सम्पूर्णमा हार्दिक न्यानो अभिवादन। मलाई अघि अलिकति नरनाथ सरले काशीनाथ मिश्रित सरको परिचय दिएर छुट्याइदिनु भएको छ मेरो तयारीलाई। उहाँको मैले धेरै परिचय दिइराख्नु परेन। मैले उहाँलाई दृष्टिविहीन भनिन, प्रज्ञा चक्षु स्रष्टा भने, प्रज्ञा चक्षु कवि भने, प्रज्ञा चक्षु लेखक भने। उहाँलाई म एकै दिन दुईवटा कृति ल्याउन सकेकोमा हार्दिक बधाई, शुभकामना सहित अभिवादन व्यक्त गर्दछु। हाम्रो समाज आज यस किसिमका मूल्यहरूभन्दा अलि फरक मूल्यहरूको खोजीमा छ। यहाँ लेखककी आमा हुनुहुन्छ, छोराले यस्ता काम गरिदियोस् भन्दा पनि नयाँ घर बनाइदियोस्, नयाँ गाडी चढोस्, समाज यतातिर गइराखेको छ। तर काशीनाथ मिश्रितले बाल्यकालदेखि नै यो क्षेत्र रोज्नु भएको रहेछ। अघि नरनाथ सरले सङ्केत गर्नुभयो, उहाँ हामीले जस्तो कापी कलम लिएर लेख्न सक्नुहुन्न, त्यो अप्ठ्यारो छ उहाँलाई। तर पनि उहाँले हामीले जतिकै क्षमता देखाएर कृतिहरू ल्याइराख्नु भएको छ। तपाईँहरूले कृतिको नाम सुन्नुभयो, फुटकर कवितादेखि काव्य हुँदै महाकाव्यसम्म, निबन्ध, फुटकर निबन्धदेखि निबन्ध सङ्ग्रहसम्म उहाँले रचना गरिराख्नु भएको छ। यो निरन्तर सृजनशीलताका लागि म पुनः अभिवादन व्यक्त गर्छु। उहाँले यी दुईटा कृतिमध्ये पहिलो कृतिको भूमिकामा केही प्रेरक पक्षहरूलाई कोट्याउनु भएको छ। आफ्ना पिताले घरमा पूजापाठ गर्दा भन्ने गरेका स्तोत्रहरू, पढ्ने गरेका पाठहरूबाट प्रेरित भएर छन्द, यगण मगण जानेर होइन कि छन्द सुनेर कविता लेख्न उहाँ प्रेरित हुनुभएको रहेछ। उहाँको दोस्रो अभिप्रेरित हुने पक्ष, उहाँ स्कुलमा सहभागी भएपछि, स्कुल जान थालेपछि कक्षा 4बाटै स्कुलमा सदन बन्थे। त्यतिखेर समूह समूह बनाएर विद्यार्थीहरूलाई प्रतियोगिता गराइन्थ्यो। ती सदनहरूमा अन्तराक्षरी प्रतियोगितामा सहभागी हुनुहुँदो रहेछ र ती प्रतियोगिताहरू चाहिँ श्लोकमा पनि हुँदो रहेछ। त्यसले उहाँलाई अभिप्रेरित गरेछ। र त्योभन्दा बढी उहाँलाई अभिप्रेरित गर्ने कुरा चाहिँ कक्षा 9-10मा उहाँलाई गणित पढाउने शिक्षकले सूत्रहरू, विज्ञान पढाउने शिक्षकले सूत्रहरू घोकाउनका लागि शार्दूल विकृत छन्दमा सूत्र बनाएर पढाउनु हुँदो रहेछ। उहाँ कवि प्रतिभा भएको शिक्षक हुनुहुँदो रहेछ। उहाँको नाम रवि पन्थ, अहिले उहाँ नेपाल सरकारको सचिव हुनुहुन्छ। उहाँ होइन, उहाँको भाइ या ताईको यहाँ उपस्थित हुनुहुन्छ। उहाँको अभिप्रेरणा रहेछ, उहाँबाट यो सन्देश पुगोस्, उहाँको अभिप्रेरणा रहेछ।
एउटा सर्जक बन्नलाई परिवारको विद्यालयको त भूमिका हुन्छ नै, त्यसमा पनि कस्तो गुरु पर्यो, त्यो गुरुले के प्रभाव छोड्यो, त्यो बढी महत्त्वपूर्ण कुरा हुँदो रहेछ। उहाँ स्वयं पनि गुरु हुनुहुन्छ। सम्भवतः अब उहाँको शिक्षणबाट उहाँका कक्षामा बस्ने थुप्रै सर्जकहरू भविष्यमा आउनेछन्। यहाँ पनि धेरै गुरुहरू हुनुहुन्छ। मैले यहाँ रवि सरको नाम लिनुको अर्थ एउटा गुरुले गरेको सानो प्रयत्नपछि कताबाट कहाँ फलीभूत हुँदो रहेछ, यो पक्ष आज एउटा स्मरणीय पक्ष छ। उहाँले मैले अघि भने अप्ठ्यारो परिस्थिति हुँदाहुँदै पनि लेख्नुभयो भनेर। हाम्रोमा यो फसल र मफसलको कुरा गरिन्छ। काठमाडौँमा बस्ने मान्छेलाई सजिलो छ, बाहिर बस्नेलाई गाह्रो छ भनिन्छ। तर आज आएर अलिकति समय परिवर्तन भएको छ। अब भनेको जहाँ बसेर लेखे पनि मेलबाट जहाँ पनि पठाउन सकिन्छ, जसरी पनि स्थापित हुन सकिन्छ, त्यो पक्षलाई उहाँ उपयोग गरिराख्नु भएको छ। उहाँ जनकल्याण मावि, कालीगण्डकी 5, पोकलिङ, गुल्मीमा शिक्षण गर्नुहुन्छ। तर त्यहाँ बसेर पनि काठमाडौँका महत्त्वपूर्ण पत्रिकाहरूमा उहाँका लेख रचनाहरू प्रकाशित भइरहेका छन्। म अघि नरनाथ सरले दिएको परिचयलाई स्किप गरेर त्यसलाई हटाएर म आज यो दुईटा किताबहरूबारे मात्रै बोल्छु। मिश्रित तरङ्ग र स्वर्णिम सपना, यी दुईटाका बारे बोल्छु। मैले बोल्ने पहिलो किताब मिश्रित तरङ्ग। अधिकांश कविता सङ्ग्रहहरूको शीर्षक त्यही सङ्ग्रहभित्र भएको एउटा कविताबाट राख्ने चलन हुन्छ। तर उहाँले यहाँभित्र भएको शीर्षक नतानेर यी सबै कवितालाई सङ्केत गर्ने गरी शीर्षक चयन गर्नुभएको छ। एकातिर उहाँको नाम मिश्रित, उहाँको उपनाम मिश्रित छ र मिश्रितका तरङ्ग भन्ने अर्थमा, सोचाइका तरङ्ग, विचारका तरङ्ग भन्ने अर्थमा पनि यो उपयुक्त छ। र अर्कोतर्फ चाहिँ यहाँ विभिन्न विषयवस्तु, भाव, शैलीका रचना छन् भन्ने अर्थमा पनि यो शीर्षक उहाँले राख्नुभएको छ। मैले यसरी भने यहाँ देखाउने दाँत, इच्छा, जनता जनार्दन, खोइ के गरौँ गौरव, कोठम्याउन सक्छ म महाकविको मार्गमा, म नेपालमा दुर्घटना भयो रे, नेतालाई चेतावनी जस्ता कविताहरू समेटिएका छन् र यिनको विषयवस्तुगत क्षेत्र व्यापक रहेको छ। म यी सबै शीर्षकहरू यहाँ उच्चारण गर्नुभन्दा पनि मोटामोटी विशेषतामा जान्छु। पहिलो कुरा त विषय र भावगत विविधता छ यहाँभित्रका कवितामा। उहाँले केन्द्रमा नेपाल राख्नु भएको छ। तपाईहरू कतिलाई लाग्ला उहाँ प्रज्ञाचक्षु व्यक्तित्व हुनुहुन्छ। उहाँले यी सङ्ग्रहभित्र कहीँ कतै आफ्नै जीवनका समस्याहरू लेख्नु भएको छ होला। त्यो जीवन जिउने क्रममा के कस्ता उकाली ओह्राली पार गर्नु पर्यो त्यो लेख्नु भएको छ होला भन्ने पनि लाग्न सक्छ। उहाँले त्यो कुरा अगाडि नै महाकाव्यमा लेखिसक्नु भएको छ। संयोग त्यो महाकाव्यलाई केही सम्पादन गर्ने र एउटा सानो भूमिका लेख्ने अवसर मैले पाएको थिएँ 2064 सालमा। उहाँले त्यो कुरालाई ती छोड्नुभयो र त्यसपछिका यी रचनामा उहाँले कहीँ पनि त्यो आफ्नो कुण्ठा, आफ्नो समस्या राख्नु भएको छैन। यहाँ उहाँ त्यहाँभन्दा माथि उठेर यो देशको, यो समाजको, अनि यो देशको राजनीतिको, प्रशासनको र यो देशको कूटनीतिक अरू कुराहरूको पक्षमा आवाज उठाउनु भएको छ। उहाँले यो सङ्ग्रहभित्र समेटिएका कवितामा राजनीतिक विसङ्गतिको विरोध गर्नुभएको छ। निलाम्बर आचार्य उहाँ राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ, कूटनीतिक व्यक्तित्व पनि हुनुहुन्छ। यो यति साह्रो गुनासो गर्नु पर्ने गरी हाम्रो राजनीति कसरी विकास भयो, हामीले राखेको आशा किन यसरी फलीभूत हुन सकेन, यो प्रश्न बारम्बार उहाँले उठाइराख्नु भएको छ। र यो हाम्रो समाजले त्यति ख्याल नगरेको पक्ष। एउटा शिक्षकले उठाएको आवाज, उहाँ पेसाले शिक्षक हुँदा लेखक, त्यो समाजको प्रतिनिधि आवाज हुने रहेछ। त्यो हामीले ख्याल गरे हुँदा रहेनछौँ।
बरु एउटा प्रशासकले उठाउने आवाज ऊ एउटा सीमित क्षेत्रमा हुने रहेछ, तर शिक्षक चाहिँ समाजका बहुल पाटामा जोडिने पात्र हुँदो रहेछ। त्यसमा पनि प्रज्ञाचक्षुको रूपमा आँखा चिम्लेर यो देशको समस्यालाई सम्झिने हो भने अझै धेरै समस्याहरू त्यहाँबाट आउने रहेछन्। त्यो समस्यालाई उहाँले बढी केन्द्रमा राख्नु भएको छ। राजनीतिक विकृति र विसङ्गतिको विरोध गर्नुभएको छ र त्यसकारण देश दुखेको कुरा गर्नुभएको छ। हे मातृभूमि जननी अति छेउ बिरामी, छोराहरू हुन गए सबै हरामी, ठुलो छ चोट मुटुमा अनि छटपटिन्छौ, बढ्दो व्यथा सहन दुःख भएर रुन्छौ। देशलाई आमाको बिम्बमा ल्याएर नेतालाई हरामी भन्नु ल्याउनु भएको छ। यो अवस्था कसरी सिर्जना भयो? यो बडो पेचिलो प्रश्न छ र यो हरामी बारम्बार कवितामा आकुवाई गर्छ। मैले यसो भने धेरै म यो विषयमा बोलिनँ, अरू कवितामा पनि यो अंश आकुवाई गर्छु। उहाँ शान्ति र सामाजिक सद्भावका पक्षमा देखिनुहुन्छ। उहाँ एक किसिम अब यो समाजमा गर्नुपर्ने आन्दोलनहरू सिद्धिए, तर किन फेरि पनि समाज अशान्त छ भन्ने प्रश्न उठाउनुहुन्छ। सम्भवतः आज उहाँकै सहकर्मीहरू उहाँ पनि आन्दोलनको सिलसिलामा हुनुहुन्छ। समाज अशान्त नै हो, आन्दोलन हुनु भनेको समाज अशान्त हुनु नै हो। यो पक्ष अब धेरै रहनु हुँदैन भन्ने उहाँको विचार छ। अविकसित छ हाम्रो देश यो हालसम्म, विकसित हुनलाई छैन केही तारतम्य, दिन जति अघि बढ्छन् हट्छ उस्तै पछाडि, सडक सुतिरहेछन् बन्द छन् आज गाडी। जुन गतिमा यहाँको समृद्धि विकास हुनुपर्ने थियो त्यो बेला सडक पनि सुतिराखेका छन् भनेर उहाँले सडक सुतेको बिम्बबाट, त्यो सडक होइन, त्यो सडक हुँदै पुग्ने सबै मन्त्रालय के सबै ठाउँहरू, सबै निकायहरू सुतेको सङ्केत गर्नुभएको छ। हत्या, हिंसा, वर्गीय विभेद आदि पक्षहरूको विरोध गर्नुभएको छ। नहोस् हत्या, हिंसा, छलकपट, धोका सब भुलुन्, नहोउन् कोही भोका, सहजसँग ढोका अब खुलुन् भन्नुहुन्छ उहाँ यो इच्छा कवितामा। त्यसरी समानता र स्वतन्त्रताका पक्षमा उहाँका धेरै कविताहरू बोलेका छन्। कतै उहाँ शान्तिको पक्षधर, कतै स्वतन्त्रताका पक्षधर, कतै समानताका पक्षधर हुँदै समग्रमा उहाँ मानवतावादी चेतनाको कविका रूपमा देखिनुहुन्छ। मान्छेले मान्छे भएर बाँच्न पाउन्, अघि नरनाथ सरले पढेको कवितामा मान्छे छिया हुँदै गएको पक्ष उठाउनु भएको थियो र यी अरू कवितामा मान्छेले मान्छेलाई मानवीय व्यवहार गर्न नसकेको, मानवीय समानता र स्वतन्त्रता नभएको, भाइचारा नभएको पक्षलाई, विश्व बन्धुत्व अथवा बन्धुत्व नभएको पक्षलाई उठाउनु भएको छ। उहाँले प्रशासनिक विसङ्गतिलाई बारम्बार उठाउनु भएको छ। त्यो अघिको एक खाले हरामी त्यहाँ पनि छ भन्नुहुन्छ उहाँले। त्यो उहाँकै शब्द बोलाए, मैले यो मेरो शब्द बोलेको होइन। यहाँ पनि छ भन्नुहुन्छ। प्रशासन भ्रष्ट भयो भन्ने छ। यहाँ धेरै प्रशासन क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ। हामी यही उहाँका यी कविता के बोल्छन् भने यही रफ्तारमा गयौँ भने देश असफल हुन्छ भन्नुहुन्छ। म यहाँ सबै अंशहरू उठाउन सक्दिनँ होला। उहाँले लिएका के छ अरे भने प्रशासनसँग एउटा दाँत चपाउने छ र अझै अर्को छ देखाउने, भाँच्नै पर्छ चपाउने, रहिरहोस् त्यही मात्र देखाउने, जे हो त्यो देखिन आवश्यक छ। जस्तै आज एउटा कर्मचारीको जागिर कति हुन्छ हामीलाई थाहा छ। उसले छोराछोरी रातो बङ्गला स्कुल पढाउँछ, त्यहाँको त फी कति छ हामीलाई थाहा छ। ऊ यस्तो फ्ल्याटमा बस्छ, त्यहाँको पैसा कति तिर्नुपर्छ हामीलाई थाहा छ। ऊ यस्तो गाडी चढ्छ, त्यो कति खर्च हुन्छ हामीलाई थाहा छ। देखाउने पनि छ, लुकाउने पनि छ, कहाँबाट यस्तो छ। यो विषय उहाँले यहाँ गम्भीरतापूर्वक उठाउनु भएको छ। यहाँ हामी नेतालाई मात्रै गाली दिएर हुँदैन, हामी जो जहाँ जिम्मेवारीमा छौँ त्यहाँ हुने मान्छे पनि गलत छन् भन्नुहुन्छ उहाँले। र यी जम्मै रचनाभित्र उहाँले यी गरेका गुनासो चाहिँ मेरो देश राम्रो होस् भन्ने, अथवा यो देश सुन्दर छ, यो देशमा गरे राम्रो हुन्छ भन्ने छ, राष्ट्रिय चेतना छ। यो राष्ट्रिय चेतना पारम्परिक राष्ट्रिय चेतना पनि छ र आज हामीले गणतन्त्रपछि प्राप्त गरेको इन्द्रेणी राष्ट्रिय चेतना पनि छ।
यो दुईटै उहाँले प्रस्तुत गर्नुभएको छ। त्यो राष्ट्रिय चेतनाका धेरै पक्षहरू छन्। हामी विवाद छोडेर एक हौँ, अगाडि बढौँ भन्ने भाव छ। जनतालाई फेरि अर्को दुर्घटनामा नपुर्याउँ, द्वन्द्वको घाउ फेरि अर्कोचोटि बल्झिएर नआओस् भन्ने विषय छ। अनि यो देशको अवस्थालाई हस्तिनापुरको, महाभारतको हस्तिनापुरको अवस्थासँग चित्रण गरेर यो देशमा अब को मान्छे चाहिँ छैनन् र को चाहिँ भए भन्ने विषयलाई एक ठाउँमा यसो भन्नुभएको छ। छैनन् भीष्म पिता यहाँ शकुनी छन्, पाण्डु उहिले मरे, जन्मेनन् अझसम्म अर्जुन कतै, श्रीकृष्णले के गरे, भाग्यो सत्य डराई टिक्न नसकी, देखेर यी कौरव झुल्के, घाम हराउँदैछ नवमा, खोइ के गरौँ गौरव। यसरी पौराणिक बिम्बहरूबाट यो देशको राष्ट्रिय अवस्थालाई उहाँले चित्रण गर्नुभएको छ। म धेरै उदाहरणहरूतिर जान्न र उहाँको कविता कलालाई म केही शब्दमा बोल्छु। यो सङ्ग्रहबारे बोल्दा यो विचारहरू मात्रै हुँदैन। कविता त एउटा कला हो। विचार त निबन्धमा लेख्न पनि सकिन्थ्यो, भाषणमा पनि हुन्थ्यो। उहाँले यी कविताहरू शास्त्रीय छन्दमा लेख्नुभएको छ। यो पहिलो सङ्ग्रहमा 14वटा शास्त्रीय लय ढाँचाका शास्त्रीय छन्दहरू प्रयोग भएका छन्। ती सबै शास्त्रीय वाणिक छन्दहरू छन्। ती लामा आकार र छोटा आकारका छन्दहरू छन्। उहाँले उपजाति मालिनीदेखि मन्दकान्ता हुँदै अझ शार्दूल विपीडित हुँदै अझ लामा छन्द श्रगधारासम्मका लामा छन्दहरूको प्रयोग गरिएको छ। र छन्द प्रयोग गर्दा अघि मैले सुरुमा सङ्केत गरेँ, उहाँ पिताकै भजन कीर्तन, रामायण महाभारत गीता आदि पढ्ने शैलीबाटै उहाँ छन्दमा प्रवेश गर्नुभयो। र उहाँको यो छन्द प्रयोगमा चाहिँ छन्द चाहिँ बिग्रिनु हुँदैन भन्ने कुरामा बढी अडान छ, तर भाषिक आक्रमणमा चाहिँ त्यति ठुलो अडान देखिँदैन। उहाँको यो पक्ष छन्द प्रयोगमा देखिन्छ। उहाँले श्लेष सिर्जना गर्नुभएको छ। म एउटा कला पढ्छु अब। अघि मैले विचार पढेका थिएँ। अरू मुलुकहरूमा बन्द छन् पाठशाला, यस मुलुकभरिमा बन्द छन् पाठशाला। फेरि अरू मुलुकहरूमा बन्द छन् पाठशाला, यस मुलुकभरिमा बन्द छन् पाठशाला। यो श्लेषको शैलीमा यो कविता बनाउनु विशेष शैली हो। पूर्वीय काव्यशास्त्रले यसलाई अलङ्कारको रूपमा हेर्छ। त्यस्तै अरू पनि त्यस्तै छ। उम्रन रे बीज भुटेर अन्नको, पाइन्छ एउटा तर यो अचम्मको, भुटेर रोपे पनि सक्छ उम्रन, हुन् बीज त्यस्ता जनता जनार्दन। जनतालाई एकचोटि मारेर दुःख दिएर पनि फेरि पनि सघाउ मलाई भन्यो भने सघाउँछ। यो भुटेर पनि फेरि रोपे फल्ने हो भन्नुहुन्छ। जीवित वस्तुलाई निर्जीव वस्तुसँग तुलना गर्ने यो कला उहाँको विशेष छ। त्यस्तै एउटा महलाई विषय बनाउनु भएको छ। यो महलाई हामी अहङ्कार पनि बुझौँ, ममत्व पनि बुझौँ, केही बुझौँ। म मात्रा रे शब्द बन्नै नसक्ने, महु शब्द रे वाक्य बन्नै नसक्ने, महु वाक्य रे वाक्य बन्नै नसक्ने, महु काव्य रे व्यङ्ग्य बन्नै नसक्ने, गर्नै नसक्ने। उहाँले यसरी मलाई विषय बनाउनु भएको छ। आज मको कोणबाट सोचिदिँदाखेरि आजको समाज जुन गतिमा अगाडि बढ्नु पर्थ्यो त्यसरी बढ्न सकेन भन्ने उहाँको विचार छ। र उहाँले यो पहिलो कृतिदेखि नै प्यारोडी शैलीलाई कविता बनाउने शैली बनाउनु भएको छ। उहाँले भानुभक्तका पालाको र आजको, लक्ष्मीप्रसाद देवकोटाका पालाको र आजको कवितालाई प्यारोडी बनाउनु भएको छ। तपाईँहरूलाई थाहा छ लक्ष्मीप्रसाद देवकोटाको एउटा मार्ग अथवा प्रश्न उत्तर भन्ने कविता छ। त्यो कतै मार्ग शीर्षकमा छापिएको छ, कतै प्रश्न उत्तर शीर्षकमा छापिएको छ। त्यो के हो अहो अमृत त्यो सुरदेव पान भन्ने कविता उहाँले यस्तो बनाउनु भएको छ। के हो अहो अमृत त्यो मदिरा समान, केही छैन अन्य सबले, यति राख ज्ञान, खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ, खाने लुटेर अहिले अरूको जहाँ छ। यसरी उहाँले त्यसलाई प्यारोडी बनाउनु भएको छ। र अर्को सङ्ग्रहमा चाहिँ भानुभक्तका कवितालाई प्यारोडी बनाउनु भएको छ। यो उहाँको व्यङ्ग्य चेतना यी कविताभित्र प्रशस्त मात्रामा आएको छ। र यो उहाँको त्यो दुर्भाग्य महाकाव्य लेख्दासम्म व्यङ्ग्य चेतना कम थियो। त्यसपछिको लेखनमा उहाँले अनेक व्यङ्ग्य निबन्धहरूको सिर्जना अभ्यास गरेको हुँदा यो व्यङ्ग्य चेतना विकसित भएको र कवितामा त्यो
एउटा धनात्मक पक्ष भनेर आएको छ। यसपछि यो दोस्रो किताब छ स्वर्णिम सपना। मैले एउटाको बारे यति बोलेँ, सरले भनेको समय मिल्यो कि मिलेन, म मिलेन भने अर्कोमा छुट्याउँछु। म दोस्रो कविताका बारे धेरै भन्दिनँ। दोस्रो कविताका मूल विशेषतामा मैले पहिलो कवितामा भन्न छुटाएको प्राकृतिक चेतना असाध्यै प्रबल छ यो दोस्रो कवितामा, र पहिलोमा पनि छ प्राकृतिक चेतना। उहाँ देशको हिमाल, देशका ताल तलैया, नदी नाला, यो देशको भूगोललाई एउटा सुन्दर पक्षको रूपमा चित्रण गर्नुहुन्छ र त्यो प्राकृतिक बिम्बहरू अन्यत्र पनि असाध्यै धेरै प्रयोग गर्नुहुन्छ। यो कविता परम्परामा, विश्व कविता परम्परामा, नेपाली कविता परम्परामा स्वच्छन्दवादी कविहरूले बढी रोज्ने गरेको विषय क्षेत्र हो। आज हामी जुन संस्थाभित्र, जुन एकाडेमीभित्र यो विमर्श गर्दैछौँ, यो एकाडेमीले पहिल्याउने विषय उहाँका कविताभित्रको विशेष विषय छ। यहाँका अग्ला हिमालहरूको चित्रण असाध्यै सुन्दर ढङ्गले गर्नुभएको छ। रोए सेता परेवा गगन बिचौडी, बस्न ठाउँ भएन रोए रारा र फेवा, जल धमिलिन गो शुद्धता नै रहेन, पहिरो जाँदा पखेरातिर ढकमक भई फक्रने फूल रोयो, पहिरोले च्यापिएको कलकल बहने पानीको मूल रोयो। यसरी उहाँले प्रकृति चित्रण गर्नुहुन्छ। मैले यो एउटा यो एउटा अंश मैले यहाँ वाचन गरेँ र यो पहिलो सङ्ग्रहबाट गरेँ। म अब यो दोस्रो कृतिबाट यो स्वर्णिम सपनाका केही खास विशेषतालाई म बोल्दैछु। उहाँको यो विषयगत भावगत विविधता छ र उहाँले यसलाई चाहिँ यो 64 को परिवर्तन पछिका कविताका रूपमा देखाउनु भएको छ। यहाँ उहाँ अतीत र वर्तमानको तुलना गर्नुहुन्छ। अघिको सङ्ग्रहसँग मिल्ने विशेषताको बारे म कुरा गर्दिनँ। नमिल्ने विशेषता म स्किप गर्दै जान्छु। मेरो रिपोर्ट 15 पेज छ, मैले सबै भन्न भ्याउँदिनँ यहाँ। त्यो अतीत र वर्तमानको तुलना कस्तो छ भने, म यो मुखले भन्नुभन्दा कविता भन्छु। म भानुभक्तले एउटा कविता लेखेका थियो, कान्तिपुरी नगरी भन्ने कविता। त्यसलाई उहाँले यसरी प्यारोडी बनाउनु भएको छ र यसरी आज चाहिँ हाम्रो कान्तिपुरी यस्तो छ भन्नुहुन्छ। तपाईहरु कान्तिपुरीमै हुनुहुन्छ। तिम्रो कान्तिपुरीका चपल सुअबला, वस्त्र छोटो लगाई हिँड्छन् लज्जा नमानी, पर पुरुषसितै पश्चिमी र्याप गाई, मर्दाना वा जनाना बहुत सकसले सक्दछन् चिन्न कोही, केटा हो कि केटी बल्ल दुःखले चिनिन्छ, लामा लट्टा बनाई पुरुष युवक नै स्त्री बने तुल्य होइ, हुँदै हुँदै अलि तल त्यो भानुभक्तको जवाफ दिँदै जान्छ। पैसा चल्दैन घाँसी बस अब, मममा भैँसी हुन्छन् चलानी, बुझ्नुहुन्छ। गाईको मासु खाने चलन सुरु भयो, ठुङ्दछन् जान जानी, पहिले पहिले बनेका जति असल कुवा पूर्ण थाले अचेल, त्यस्ताको चल्छ ख्याति, जुन जन हुलमा गर्दछन् ठेल मेल। आचार्यज्यू यहाँ हुनुहुन्छ। यो संविधान बनाएपछिको कुरा यस्तो भयो अरे अहिलेको मुलुक। यसो भन्नुहुन्छ है मिश्रितज्यूले, के भनेको हो, यो भानुको विचारलाई आधुनिक भानुले यसरी भनिराखेका छन्। आज यस्तो छ अरे। अझै तल तल जाँदा, हाम्रा पाला हुँदा हुन् बधुहरू सुशीला, तिम्रा पाला हुँदा हुन् बधुहरू सुशीला, भइसके आज छाडा, स्वामी जान्छन् विदेशी श्रमतिर घरकी अस्मिता बेच्न टाढा। के यस्तो भन्नुहुन्छ उहाँले। यो फेरि यो मैले लिएको उदाहरणले कतै नारी हिपेको जस्तो होला। उहाँले नारी बन्धन र मुक्तिका विषयमा पनि आवाज उठाउनु भएको छ। यो एउटा विकृतिको श्रृङ्खलालाई भानुभक्तको समय, भानुभक्तको आदर्श र यहाँ ल्याएको छ। अनि एउटा महत्त्वपूर्ण कुरा हुने रहेछ, कुनै शिक्षक, प्राध्यापक, लेखक छ भने उसले सामाजिक मूल्यहरूलाई बडो मसिनो गरी हेर्ने रहेछ। अरूलाई समाज भड्काइदिए पनि फरक नपर्ने रहेछ। तर यो पेसाले बडो मर्यादापूर्वक समाजलाई हेर्ने रहेछ। यो मर्यादा यी कविताहरूभित्र छ। उहाँ यथार्थ लेख्नुहुन्छ, आजका समस्या लेख्नुहुन्छ, तर काहीँ न काहीँ त्यो समाजको एउटा आदर्श खोजिराख्नु भएको छ। त्यो पक्ष यहाँभित्र छ। अर्को कविता पनि छ, त्यही भानुलाई अर्को शीर्षकमा लेख्नु भएको छ। जान्या भो देश खाडलतिर यही रीतले गर्छ कल्ले सुरक्षा,
हे भानु लौ पठाऊ बलवीर हनुमान देशको गर्न रक्षा। अहिले एक थोक भन्या केही छिनपछि अरू थोक फेर्दछन् नित्य बोली। वर्षौंदेखि गयानन् सहमति अझ खै क्या न भन्छन् त भोलि। त्यसो भन्नुहुन्छ भानुभक्तको भोलि भोलिलाई उतिखेरका भोलि भोलि आज पनि आइराखेका छन् भनेर यसलाई एउटा अतीतोन्मुखी प्रवृत्ति भनिन्छ। अतीतको प्रवृत्ति र आजको प्रवृत्तिलाई उहाँले तुलना गर्नुभएको छ। अब यहाँ सरले घडी हेर्न थाल्नुभयो। यहाँ सामाजिक विषयहरू छन्, सांस्कृतिक विषयहरू छन्, प्रशासनिक कूटनीतिक विषयहरू छन्, अनि यो स्वदेशी प्रकृति र जनजीवनका विभिन्न पाटाहरू छन्। अनि उहाँले भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा जस्ता आदर्श कविहरूले लेखेका विचारहरूलाई आज आएर यसलाई पुनर्चिन्तन भनौँ, अनुचिन्तन भनौँ, पुनर्व्याख्या भनौँ, विनिर्माण भनौँ, त्यो गर्ने कोसिस गर्नुभएको छ धेरैवटा रचनाहरूमा। अनि उहाँका रचनाभित्र परिवर्तनको तीव्र चाहना छ। यो हामीले निकै छिटो छिटो परिवर्तन देख्यौँ एकैछिन। लगभग आज राणा शासनदेखि यहाँसम्म हामीले निकै छिटो छिटो परिवर्तन देख्यौँ। त्योभन्दा अझ छिटो र स्थिर परिवर्तनको चाहना कामना गर्नुहुन्छ। के भन्दै हुनुहुन्छ उहाँले भने, पुरानै पुरानै छ छाला, पुरानै छ चाला, चलोस् दीप ताजा, पुरानै छ पाला। नयाँ तेलले दीप कसले जलायो, उही चेतनामा नयाँ वर्ष आयो। यो नयाँ वर्ष भनेको गणतन्त्र पनि हो, यो नयाँ वर्ष भनेको नयाँ व्यवस्था, नयाँ सरकार पनि हो। आउन त आयो, तर सबै चिज ढाँचा ढर्रा हुन्छ। अहिले भनाइ छ नि, एउटा पो राजा गयो, राजै राजा जन्म, वाणोदक्ष पनि राजा भए। यो पक्ष उहाँले बारम्बार उठाउनु भएको छ। मैले नरनाथ सरले घडी पनि हेरेको आधारमा फेरि स्किप गर्दै गएँ। म यो विषयलाई म कतै म उल्लेख गरौँला। कालो थियो गगनमा अघिसम्म सारू, देखिन्न थियो वरिपरि अति भई अँध्यारो। पूर्वी किनारे नभएको अब खुल्न थाल्यो, लौ लौ जुरुक्क उठाए अब घाम लाग्यो। यो गणतन्त्रलाई उहाँले यसरी स्वागत पनि गर्नुभएको छ, त्यो अघिका जम्मै कुरा भएर। र यहाँ समस्या मात्रै उठाउनु भएको छैन, केही उहाँ शिक्षक भएकोले होला समाधानका बाटाहरू पनि खोज्नु भएको छ उहाँ। अब यो कविता कलाको कुरा गर्दा म एकदम सारमा जान्छु। अलङ्कारिक सामर्थ्य छ, विचारको सार निकास नै हो, र यन्त्रको सार विकास नै हो। असारको सार त मंसिरै हो, मनुष्यको सार भने सिरै हो। हामीले पाखुराले, घाँटीले, गर्दनले होइन, शिरले नै बाँच्ने जनशक्ति बनाउनु पर्यो भन्नुहुन्छ उहाँले। आज हामीले विश्वमा पाखुरा र गर्दन बेचिराखेका छौँ। यो पक्षलाई उहाँले उठाउनु भएको छ। मैले अघि सङ्केत गरेँ, उहाँले धेरैमा व्यङ्ग्य प्रस्तुत गर्नु भएको छ। उहाँको त्यो व्यङ्ग्य निबन्ध सामर्थ्य छ। एउटा व्यङ्ग्यको नमुना, दिनकै रणतन्त्र बढिरहने, तर मन्त्र भने गणतन्त्र हुने। षड्यन्त्र र यन्त्र विकास हुँदा अब मन्त्र भइरहने अधुरा। यसो भन्नुहुन्छ उहाँले। उहाँको रचनामा अनुप्रास सामर्थ्य धेरै राम्रो छ, निकै सशक्त अनुप्रास सामर्थ्य प्रस्तुत गर्नुभएको छ। बिम्ब योजना राम्रो छ। तपाईँहरूले मैले वाचन गरेका अंशहरूमा सुन्नुभयो, पौराणिक मिथकीय बिम्बहरू छन्, आधुनिक सामाजिक सांस्कृतिक बिम्बहरू छन्, र केही वैज्ञानिक यान्त्रिक जगतका आधुनिक समयका वैज्ञानिक बिम्बहरू पनि उहाँले प्रयोग गर्नुभएको छ। उहाँ यी दुवै कृतिका साझा विशेषता भन्दा उहाँ परिवर्तन पक्षधर हुनुहुन्छ, मानवताका पक्षमा कलम चलाउने कवि हुनुहुन्छ, राष्ट्रिय र राष्ट्रियताका पक्षमा कलम चलाउने कवि हुनुहुन्छ, सामाजिक न्यायका पक्षमा कलम चलाउने कवि हुनुहुन्छ, परिवर्तनका पक्षमा उभिने कवि हुनुहुन्छ, सामाजिक विकृति विसङ्गतिको विरोध गरिरहनु भएको देखिन्छ उहाँ। अनि यो विविध पक्षको विरोध मात्रै नगरेर त्यसको निकास के होला भन्ने चिन्तन पनि गर्नुहुन्छ र केही निकास पनि दिनुहुन्छ। व्याकरण भन्दा छन्दलाई महत्त्व दिनुहुन्छ उहाँले। सम्भवतः हाम्रो जस्तो आफैले त्यसलाई सम्पादन गर्ने नहुँदा उहाँले बढी लयलाई महत्त्व दिएको हुन सक्छ।
उहाँले मैले अघि पनि यो सङ्केत गरिसकेँ, उहाँले कवितामा ध्वन्य सामर्थ्यलाई कसरी प्रयोग गर्ने भन्ने उहाँ आफै कलाचार्य हुँदा, साहित्यशास्त्री हुँदा उहाँले यो पक्षलाई बुझेरै प्रयोग गरेको जस्तो लाग्छ। सकेसम्म रस र अलङ्कारको प्रयोग पनि उहाँले बुझेरै प्रयोग गरे जस्तो लाग्छ, बिम्बहरू पनि बुझेरै छानेको जस्तो लाग्छ। मैले अघि भनेका मिथकीय र सामयिक बिम्बहरू प्रशस्त छन्। त्यो बिम्बका कोणबाट मात्रै पनि यी कृतिहरूको अध्ययन हुन सक्छ। अनि यो आधुनिक चेतनाका सामर्थ्यका बीचबीचमा पनि उहाँले आदर्श घुसाउनु भएको छ। शिक्षाको महत्त्व अथवा नैतिक चेतनालाई घुसाउनु भएको छ र भोलि कसैले यो यी दुईटै कृतिलाई नीति चेतनाको कोणले, आदर्श चेतनाको कोणले अध्ययन गर्यो भने त्यो पाटो पनि यी कविताभित्र छ। बढी चाहिँ सांस्कृतिक चेतना, ऐतिहासिक चेतना, सामाजिक चेतना आदिका कोणबाट यी कविताहरूको अन्तर्विषय अध्ययन गर्न सकिन्छ, साहित्यशास्त्रीय अध्ययन गर्न सकिने कुरा त मैले अघि भने। यहाँले कविलाई देखिराख्नु भएको छ, मैले अघि सङ्केत गरेको थिएँ। उहाँले एउटा कवितामा पनि आफू के अरे दृष्टिबिन भएको गुनासो कुण्ठा गर्नुभएको छैन, आफ्नो पेसाको गुनासो कुण्ठा पनि गर्नुभएको छैन। उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयहरू, बढी त राष्ट्रिय र सामाजिक विषयहरूलाई यी कविताहरूमा समेट्नु भएको छ। यसरी आफ्नो परिवेश छोडेर वास्तविक आफूले उठाउन खोजेका मुद्दाहरूलाई कलामा ल्याउन सक्ने कविको विशेष सामर्थ्य हो। अब यहाँ केही बनाउनु पर्ने कुरा त हुन्छ, पिएचडी सकेका पनि हुन्छन्, धेरै अभ्यास गरेका मान्छेका पनि हुन्छन्, तर उहाँले जे सक्नु भएको छ उहाँको अवस्थाबाट यी दुवै कृति सफल छन्। यसपछि पनि उहाँका कृति निरन्तर आइराखुन् र यो कृति प्रकाशन गरिदिने भुँडी पुराण संस्थाले पनि यस्ता प्रतिभालाई चाहिँ खोजी खोजी प्रकाशन गरोस्। अरूले त आफू पनि प्रकाशक खोजेर, आफू भेटेर कहाँ कहाँ प्रकाशनका बोर्ड छन् थाहा पाएर पनि प्रकाशक खोज्न सक्छन्, तर उहाँहरूलाई ठम्ब्याएर प्रकाशन गर्नु यो ठुलो कुरा हो। यसको पछाडि यसका भूमिका लेखक देवी नेपालको, यसका डिजाइनर, यसका सल्लाहकार नरनाथ लुइटेलको कसको भूमिका छ, उहाँहरूलाई पनि म सलाम गर्छु। काशीराम मिश्रितकी आमालाई विशेष अभिवादन गर्छु। तपाईँले एउटा देशको होनार छोरो, प्रतिभावान छोरो जन्माउनु भएको छ। यो होला समाजले देख्दाखेरि यो कति कमाइको काम हो भन्ला, तर यो हिसाब गर्नु नमिल्ने कमाई यहाँको छोराले गरिराख्नु भएको छ। यहाँको आशीर्वाद, यहाँको साथ सहयोग बिना यो भएको छैन होला। हामी समाजमा कसैको निर्माणमा कुनै नारीको हात हुन्छ, कसैको विनाशमा पनि यस्तै केही सुन्छौँ। त्यो उहाँको निर्माणको नारी तपाईँ हुनुहुन्छ भनेर हामी बुझ्छौँ। यहाँलाई पनि बधाई छ। प्रमुख अतिथिज्यूमा विशेष अभिवादन छ। यो अवसरका लागि आयोजकहरूमा धन्यवाद।